सबैजनालाई नमस्ते। हामी चाहिँ आज मोमो बनाएर खान जान लागिरहेको छौं। सबैजना आउँछन्। अहिले चाहिँ हामी म र सुत्ता मात्रै छौं। हेरौं कस्तो हुन्छ। यो चाहिँ हाम्रो इन्ग्रेडियन्ट्स हो। मोमोको लागि ठ्याक्क रेडी बनाएर राखेका हौं। रेडी हैन, सुरु गर्दै हौं। भर्खर सामान लिएर आयौं। अनि अब चाहिँ लाइक, सब्स्क्राइब र फलो गर्नु अझै हेर्नका लागि। अब चाहिँ हामी चाहिँ मोमो बनाउन लागिरहेका छौं। म चाहिँ यसरी मोमो बनाउँछु। यहाँ देखाउँ मलाई। कसरी? यसरी पहिला मेकअप गर्छु अनि मोमो बनाउँछु। फुर्सद नि पायो। तिम्रो यस्तो दिमाग चल्यो भन्छ होला विशाल। कत्रो यत्रो बनाउने हो गोलो? यसमा तेल लायो? ठुलो हुन्छ। ठुलो हुन्छ, ठुलो ठुलो। ए ठुलो हुन्छ। स्टल होला हामी तीनजना भएर मोमो चटपटे सब अचारको डब्बामै डब्बा हैन मिक्सरको डब्बा हो। बिजनेस गर्ने अब मलाई चटपटे पानीपुरी बनाउन आइहाल्छ। मोमो आइहाल्छ। यो गोलो बनाउने सुसिन्दाले यस्तो बिगार्ने चाहिँ हाम्रो मोमोको खोस्टा बिगार्ने चाहिँ शुद्ध हो। त्यही हो। माया नै नगर्कन दुई निकाल्ने के यतापट्टि हात यतापट्टि खुट्टा। मेरो कन्ट्रिब्युसन चाहिँ बेल्दिने, अचार गर्ने मैले सबै गरेँ, काटकुट गरेँ। यिनीहरूले जस्ट फाइनल गरेका सुसिन्दाले हो टचअप हाने। मेन झन् टचअपै हो नि त। मेन त टचअप नभएको भए गोलोमा चाहिँ एकदम पुरै हातमा क्रेडिट सुसिन्दालाई दिन चाहन्छु। कुनै बिग्रा भत्या हो नि त्यो मेरो हो। त्यो त मेरोमा भेट्टायो भने त आत्तिकै प्लेटमा हैन र त त्यो अगाडि